यो हाम्रो पहिला रुखबेली चलन हाम्रो कति 28 सालमा म कति 10 वर्षको थिएँ। हाम्रो बुवा हजुरबुवाले दियालो ल्याउनुहुन्थ्यो मगमोट घारी खोला गइकन। उही बेला 500 रुपियाँ किलो पर्थ्यो अरे। अहिले चाहिँ तेल सस्तो छ। यहाँतिर चाहिँ बेलायती अनि कहिले अमृत हुन्छ नि कहिले बेलायती अनि यो हुगोपात अनि यहाँ रोटी चर्या खान्। अहिले तेल सस्तो भयो के, त्यही भएर अब तेल बाल्न छु मैले। हेर्नुहोस् त तेल सस्तो भएन। उही बेला 500 रुपियाँ 28 सालको कुरा। 500 रुपियाँ किलो दिइहाल्यो भन्छौँ हामी। अब घारी खोलाबाट के अरे मगबाट घारी खोला जान्थे दियालो ल्याउने हाम्रो हजुरआमा हजुरबुवाहरू। अनि ल्याजा हौटा ल्याएन। अब लुतो पुतो फाल्नु पर्यो त बुढी। ए टिको त चराउनु पर्यो त। यो टिको चरिराखेको छ। हाम्रो भदैनी कुन्ने केटी छ, अहिले टिका लगाएको छु। अनि यो के भन्छ यो सोरा गरे त्यो सोरा भन्छ नि खै क्या यो बनबेसार बुनबेसार गरे यहाँको बुनबेसार फाल्नु ल। फाल्छ हाम्रो हजुरबुवाले हजुरआमाले लुतो पुतो काइने कुइने अनि रोग ब्याल भइज काले राख्छ जान हो तपाईँ खालि एउटा राख्नु जान। एउटा चाहिँ भदैले राख्दिनु ल। लुतो पुतो काइने बाइने लैजा लैजा भयो। हेर्नु तेल सस्तो छ अझै त। जति बाल्यो पनि भयो सस्तो छ तेल। अब माया पार्ला तेल सस्तो छ। मायाले चाहिँ लुतो तिमी उता देखाइदेऊ मायाले भाइ। ल यता मुखी देखाइदिनु। यो पनि देखाउनु। एउटा हातले त्यसमा एउटा ओ मेरी भदैनी कन्या केटी भदैनी हो यो। खटिरा मटिरा सबैलाई भयो सक्यो। ल लगाइदे टिका टिका लगाइदे कन्या केटीलाई। यो भदैनी हो। अब भदैनी हुने नि जो हुने नि मेरी छोरी भनौँ। अब अरू टाढा टाढा गए अरू हात लाग्ने छैन। टिका पनि किन बस्दैन माया। यो कहाँ बल्छ त यो ल बन्द गर।